म चाहिँ माछा फ्राई गर्न जान लागेको छु दिइरहेको छ है गाइज अब फ्राई भइरहेछ गाइज अब मेरो माछा चाहिँ फ्राई भइसक्यो है माछा पनि पाकिसक्यो अब मासु चाहिँ काट्दै है गाइज मैले चाहिँ मटन ग्रेभी बनाउँदैछु है हाम्रो आजको दही चिउरा है गाइज तपाईँहरू खानुभयो कि खानु भएन हामी चाहिँ खाना जान लागेको है चिउरा पनि रेडी भइसक्यो अब हामी खेतमा काम गर्न गइएन के अरे हाम्रो खेत भनेको यही हो पसल होइन अब हामी चाहिँ दही चिउरा खान लागेको गाइज ल कस्तो छ है त म चाख्छु टेस्टी मासु चाहिँ यो चाहिँ माछा फ्राई है यो पनि टेस्टी गाइज म चाहिँ खतरा यो चाहिँ खान जान लाग्छ हेर खसीको ट्याम्रो मिठो छ